नमस्कार सम्पूर्ण मित्रहरूलाई। अहिले हामी पोखरा महानगरपालिका हिम्जामा हिँडिरहेका छौँ। यो हो हिम्जाबाट पोखराबाट कोराला नाकासम्म पुग्ने बाटो। उत्तरी बेल्टको यो बाटो अत्यन्त रमणीय यात्रा हुन्छ। तपाईँले देख्न सक्नुहुन्छ विभिन्न हिम श्रृङ्खलाहरू, धवलागिरी हिमाल, अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल, यी सबै हिमालहरूको श्रृङ्खला हेर्दै अत्यन्त रमणीय बिहानको यात्रा अत्यन्त राम्रो हुन्छ। पर्यटक स्थलको रूपमा परिचित यो हिम श्रृङ्खला अहिले यहाँबाट अत्यन्त राम्रो देखिएका छन्। बादल डाँडो जुन मर्दी हिमाल ट्रेकर छ त्यो पनि यही ठाउँमा छ। पिङ डाँडा भन्ने हिम श्रृङ्खलालाई हेर्दै 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 अत्यन्त रमणीय यात्रा छ। यो यात्रा चाहिँ यसकारण पनि रमाइलो छ कि नेपालको पर्यटकीय स्थल एबिसी बेस क्याम्प जाने, गान्द्रुक जाने, त्यसै गरी मर्दी हिमाल जाने सबै त्यही हो। तपाईँहरू हाम्रो चाहिँ यसरी अगाडि बढ्यो भने आउने त्यो हिमाल पारि त्यो राम्रो डाँडो देखेको छ, पारि हो त्यहाँ आइन्छ। त्यसकारण पनि यो रमाइलो छ। फनक्क